नमस्ते सबैलाई। म आज तपाईहरुको लागि एउटा विशेष हाँस्ने क्याप्सुल लिएर आएको छु। यो क्याप्सुल खान अघि लिनुभयो भने औषधि जस्तै काम गर्छ, तर सुतेपछि लिनुभयो भने भोलि बिहान आफै हाँस्नुहुन्छ। जसको मन भारी छ, थकाइ धेरै छ वा अलिकति खुसी चाहेको छ, यहाँ क्याप्सुल तयार छ। लिन चाहनुहुन्छ भने तपाईहरु तयार हुनुहोस्। म सानो सानो क्याप्सुल दिँदै जान्छु, तपाईलाई त्यो क्याप्सुलको असर हुँदै जान्छ। हाँस्न लागि तयार हुनुहोस्। गाउँमा सबैले भन्छन् हामी त लाटा मान्छे, सिधा मान्छे, तर गफ सुरु भयो भने सिधा कुरा पनि गोलो गोलो हुन्छ है। केही दिनको लागि फोन साइलेन्टमा राखेको थिएँ, यता जिन्दगी त भाइब्रेसनमा गइसकेछ। तपाईलाई थाहा छ नि, गाउँमा प्रेम ढिलो सुरु हुन्छ। पहिलो आमाले थाहा पाउँछन्, बिस्तारी बुबाले थाहा पाउँछन्, अन्तिममा मात्र केटीकोमा खबर पुग्छ। गाउँमा इन्टरनेट स्लो छ, भिडियो चल्दैन त, तर गफ चल्यो भने मोबाइलको ब्याट्रीले पनि हार खान्छ। अब हेर्नुस् है, गाउँमा प्राइभेसी खोज्यौं, गाउँमा प्राइभेसी खोज्यौं, ढोका बन्द गर्यौं, झ्याल पनि बन्द गर्यौं है, तर छिमेकीको कान त खुल्लै पो रहेछ। हेर न, आज अलिकति प्रोडक्टिभ हुँ भनेको, सोच चाहिँ त्यस्तो है, त्यस्तो सोचे। टु डु लिस्ट पनि बनाइहाले, टु डु लिस्ट बनाई भित्तामा पनि टालिदिइहाले, तर भोलिपल्टको पहिलो लिस्ट हेर्दैन जिउ खात्रा खुद्रो थाकेर गयो हो, थाकिहाल्यो। त्यहाँदेखि एकछिन ढल्किनु पर्यो भनेर ढल्केको बेलुका पो भएछ। ल आज चाहिँ चाँडै सुत्ने प्लान फेरि हो। मोबाइल टाढा राखे, आँखा बन्द गरे, तर के गर्नु, दिमागमा पुरानो एपिसोड चल्नु थालिगयो। आज चाहिँ काम फोकस गर्ने हो भन्ने मुड सुड बनायो, यता मुड बनायो है, आज चाहिँ एकदम काम फोकस गर्ने भनेर ल्यापटप पनि खोले, वाइफाई पनि कनेक्ट भयो, तर के गर्नु, यहाँ त दिमाग त एरोप्लेन मुडमा अघि गएछ, भनेको अघि सुतेछ पो केटा त। एक रिल मात्र भन्ने बानी, रिल सक्यो, अर्को सुरु भयो, फेरि अर्को आयो, अर्को आयो, समय त कति गएछ, दिन बीचमै लगआउट पो भएछ, भनेको यहाँ पनि अघि नै निराइ पो गएछ। यो चाहिँ केटीहरूको सोचाइ र यो चाहिँ केटीहरूको घटना है। आज पैसा बचाउने भनेर कसम खान्छ, अब खर्च नगर्ने, यताउता खर्च नगर्ने। पहिलो दिन खतरा हो, यता छराकछिरी कहीँ पैसा चलाउँदैन है, एकदम खाँचै छ भने होइन यो नचलाउने। दोस्रो दिन के गर्नु, अनलाइनमा अफर आइहाल्यो, 30% डिस्काउन्ट, 40% डिस्काउन्ट, कसम ससम सबै तोडियो। ल साथीहरू सबैले भने लाइफ चाहिँ एकदम सिम्पल राख्नुपर्छ, सिम्पल राख्नुपर्छ, एकदमै शान्ति हुन्छ भन्यो। म पनि होला नि भनेर लाइफ एकदमै सिम्पल राख्दे, 2-3 दिन चुपचाप बसे घरमा, केही नगरी लाइफ सिम्पल राख्दिएको। के को सिम्पल हुन्छ, उनताबाट त कम्प्लेक्स भएर पो आयो झन्। अब आशा छ तपाईँ सबैले क्याप्सुल लिनुभएको छ र मन हल्का, भावना राम्रो भएको छ होला भनेर। यदि एक हप्ता बितिसक्दा पनि हाँसो कम लाग्यो भने चिन्ता नगर्नुहोस्। हरेक हप्ता मेरो युट्युब च्यानलमा आएर यो हाँस्ने क्याप्सुल नियमित रूपमा लिन सक्नुहुन्छ। हाँसिरहनुहोस्, स्वस्थ रहनुहोस्।
अर्को हप्ता फेरि क्याप्सुल लिएर म आउँदैछु।